नमस्कार सबैजनालाई। तपाईँले प्रोमेटिक आइडी चाहिँ पहिले बनाइसक्नुभयो, तर पासपोर्ट चाहिँ कसरी अपग्रेड गर्ने त हेर्नुहोस् है त। गुगलमा जाने, गुगलमा गएर प्रोमेटिक नेपाल सर्च गर्ने, सबैभन्दा पहिलो लिङ्कलाई क्लिक गर्ने, त्यसपछि स्पेसिफाइड स्किल वर्कर टेस्टको राइटमा हामीले 3वटा लाइन देख्छौँ, त्यसमा क्लिक गर्ने। त्यसपछि हामीले FAQ भन्नेमा क्लिक गर्ने। क्लिक गरेपछि आइडी रजिस्ट्रेसन 18 छ त्यसमा क्लिक गर्ने तलमा। त्यसपछि हामीले आई डोन्ट नो हाउ टु रजिस्टर EKTP इन्फर्मेसन भनेर आउँछ, त्यसमा क्लिक गऱ्यौँ। त्यसपछि कन्फर्म एन्ड चेन्ज पर्सनल इन्फर्मेसनमा क्लिक गर्ने। त्यसपछि नेक्स्ट गर्ने। नेक्स्ट गरिसकेपछि आफ्नो प्रोमेटिक आइडी र पासवर्डलाई लगइन गर्ने। टू 18467 अब आफ्नो पासपोर्ट हान्ने। पासवर्ड हानेपछि लगइन गर्ने। अनि सेलेक्ट योर नेसनालिटी भने हामीले इन्डोनेसिया होइन अदरमा क्लिक गर्नु पर्यो। अनि विल यु लाइक टु टेक द इक्जाम इन इन्डोनेसिया छ, त्यसमा नि नो गरेर नेक्स्ट गर्नु पर्यो। बल्ल हाम्रो पासपोर्टमा डिटेल्स भर्नको लागि फर्म आयो। अब यसमा डिटेल भर्नुपर्छ। हाम्रो पासपोर्टमा तल सबै पहिलो पेज, पासपोर्टको पहिलो पेजमा सबैभन्दा तल 2टा लाइन हुन्छ, त्यही डिटेल्स चाहिँ यसमा भर्ने हो। अब त्यहाँ एलो दिएको जुन पार्ट छ त्यसलाई चाहिँ मैले कपी गरेर पेस्ट गरेँ। ठ्याक्कै एलो पार्ट जहाँ जहाँ देखा त्यही अनुसार हामीले लेख्ने हो। PQ चाहिँ त्यो P र एरो चाहिँ मैले कपी गरेँ। अब MMR छ त्यसलाई चाहिँ म्यानमार भनेको हो, त्यो चाहिँ होइन, हामीले चाहिँ NPL लेख्नुपर्छ। NPL लेखौँ अब। त्यसपछि साइकेन्तारो भन्ने छ, त्यो चाहिँ नेम हो होइन। हामीले चाहिँ पहिला सरनेम, त्यसपछि त्यो 2टा एरो, त्यसपछि आफ्नो नेम लेख्नुपर्छ है त। दुईटा एरो चाहिँ मैले कपी गरेँ। अनि त्यसपछि लास्टमा आफ्नो नेम लेख्नु पर्यो। यति भएपछि लाइन 1 को काम सक्यो। अब लाइन 2 तिर जाऊँ। सबैभन्दा अगाडि चाहिँ हामीले पासपोर्ट नम्बर लेख्नु पर्यो। सब पहिलो बक्समा चाहिँ तपाईको सेकेन्ड लाइनमा, पासपोर्टको सेकेन्ड लाइनमा तपाईले देख्नुहुन्छ PA भनेर देख्नुहुन्छ नि, हाम्रो PA तपाईको पासपोर्ट नम्बर लेख्नुहोस् है त। पासपोर्ट नम्बर लेखिसक्नु भएपछि तपाईले फेरि MMR को सट्टा NPL लेख्नुस्। अनि NPL पछाडिको नम्बर चाहिँ तपाईले लेख्नुपर्ने हुन्छ है त। पासपोर्टको त्यही लाइन 2 मा भएको NPL पछिको तपाईको नम्बर लेख्नुपर्ने हुन्छ। लेखिसकेपछि तपाईको मेल हो कि फिमेल हो त्यसमा तपाईले टिक लगाउनुस् चुज गरेर। त्यसपछि मेल अथवा फिमेल पछिको F अथवा M पछिको नम्बर जुन आउँछ तपाईले जति अट्छ यसमा त्यति लेख्नुपर्ने हुन्छ। त्यसपछि तपाईले लेखिसकेपछि नेक्स्ट गरिदिनु होला। नेक्स्ट गरिदिनु भएपछि तपाईको यस्तो आउँछ, चेक गर्नुस्, फेरि नेक्स्ट गर्नुस्, अनि यस क्लिक गरेर नेक्स्ट गर्नुस्। त्यसपछि सबै चेक गर्नुस् फेरि एकपटक, अनि रजिस्टर गरेपछि तपाईको सक्सेसफुल हुन्छ भयो भनेर यसरी देखाउँछ है त।